अब यहाँ गाडी बन्द भइसक्यो। यहाँ हाम्रो राष्ट्रियको आन्दोलनमा अब यहाँ पुरा गाडी बन्द भइसक्यो। अब यहाँबाट जान पाउँदैनन्। अब यहाँ ट्राफिक कारहरू उहाँ पुलिसहरू तपाईँले गाडी चेक सक्नुभयो, तपाईँले देख सक्नुहुन्छ। यतातिर पनि पुरै राष्ट्रवादी सबै आइसक्नु भयो। यता सबै पार्टी बन्द भइसक्यो। अब यता पुरै भइसक्यो। हाम्रो पत्रकार दाईहरू पूर्णिमा भाइहरू, अब दाई होइन भाइहरू र सहित उहाँहरूले पनि आफ्नो आफ्नो ठाउँमा आफ्नो कर्तव्य निर्वाह गर्दै हुनुहुन्छ। अहिले आफ्नो इटिभी काम गर्दैन। हाम्रो प्रशासन सरहरू पनि अब त्यो अनुसारले आफ्नो अलर्ट सिस्टममा बसिदिनु सबैजना यसरी अलर्ट सिस्टममा बसिरहनु भएको छ। यो यति गर्मी भइरहेको मैले नि गर्मी भएर फेरि गाह्रो भयो। फेरि पनि उहाँहरूलाई अब सरकारले एक बोतल पानी पनि दिएको छैन। उहाँ त्यो अनुसारले खटिरहेको बिचरा त्यो अनुसार गरेर अब यहाँ सबै राष्ट्रवादी हाम्रा राजा आऊ देश बचाउको लागि हामी सबै यहाँ देख सक्नुहुन्छ। लाखौँ जनता हाम्रो यहाँ आउनु भएको छ। प्रशस्त तपाईँलाई हामी देखाउँदैछौँ। उहाँ यति यो त ठुलो मान्छे पनि हेर्नु त कसरी आफ्नो देशलाई बचाउँ भन्नेले गर्दा उहाँहरू यति उमेर गएको मान्छे धरि यहाँ उपस्थित हुनुभएको छ। ल राजावादीको आन्दोलन सुरु भइसकेको छ। मित्रहरू, हाम्रा स्वयंसेवक साथीहरू अहिले झन्डा लिएर ब्यानरमा यो कार्यक्रममा सहभागी बन्न ठाउँ ठाउँबाट आउन जारी छ। यहाँलाई अहिले भर्खरै पनि गरिसक्नु भएको छ कार्यक्रम स्थलमा। उहाँलाई स्वागत गरिदिनु हुन म अनुरोध गर्छु। त्यसै गरी स्वयंसेवक साथीहरू पछाडिबाट आउने साथीहरूलाई पछाडि नै कार्यक्रम स्थल प्रवेश गराइदिनु होला, पछाडि नै। र स्वयंसेवक साथीहरूलाई मैले विनम्र अनुरोध गरिरहेको छु, अब हाम्रो कार्यक्रम स्थल निर्धारित कार्यक्रम स्थलको जुन व्यवस्थापन थियो हाम्रो, त्यो व्यवस्थापन राष्ट्रपति साथीहरूले यहाँ उपस्थित जनाइसक्नु भएको छ। अब स्वयंसेवक साथीहरूलाई मैले पटक गरेको छु, तपाईँहरू अब कार्यक्रम स्थलको भित्रमा चाहिँ शान्ति ठाउँमा बस्दिनुहोस्। बाहिर हाम्रो यो कार्यक्रम स्थलभित्र प्रवेश गर्ने क्रम जारी छ। ठाउँ ठाउँबाट ठुलो साथहरू आयोजन अनि जसले माइक लिएर यो कार्यक्रम स्थलमा प्रवेश गर्दै हुनुहुन्छ तपाईँले आफ्नो माइकलाई चोकमा यहाँलाई हार्दिक हार्दिक स्वागत छ। तपाईँले हाम्रो राजा हाम्रो देश जुन ठाउँमा तपाईँलाई उपलब्ध हुन्छ त्यही हाम्रो राजा हाम्रो देश जसले माइक लिएर आउनु भएको छ हाम्रो राजा हाम्रो देश कार्यक्रम स्थलमा आइसकेपछि पीडा बोक्ने भनेको सर्वसाधारण नेपाली जनता। 100 रुपियाँ पर्ने कामलाई 500 रुपियाँ दाम खर्च हुन्छ, 400 रुपियाँ दाम खान्छ। त्यो 400 कसले तिर्छ?
तपाईँले तिरेको करबाट त्यो 400 जान्छ, विदेशीले दिएको सहायताबाट त्यो 400 जान्छ। जनताको शोषण भनेको यही हो। यो नवसामन्तवाद भन्छौँ हामीहरू। यो सामन्तवाद म त्यो मञ्च अगाडि छ घुम्न आएको मान्छे म नाम जान्दिनँ, तर हाम्रो पार्टी होइन हेर्नु यो क्यान्डी सरकार छ, राजावादी होइन, होइन हेर्नु हामी विष्णु अवतार हौ, हामी कहिले पनि जानु पर्दैन। अहिले आउनु पनि तपाईँ विष्णु अवतार भगवान्को अवतार दानव छ लड्न आएको नेताहरू एकदमै जानु। हस् बुवा, धन्यवाद, नमस्कार। हाम्रो त्यो शान्तिपूर्ण आन्दोलन हो। यसमा हाम्रो दिदीहरू झन्डा लिएर कति हुनुहुन्छ यहाँ आन्दोलन मचाइरहनु भएको छ। यहाँ पनि अब माइकबाट अब हुन्छ राष्ट्रपति केपी ओली मुर्दाबाद। नेपाली जनतालाई धोका हो, धोका हो, गणतन्त्र मर्डर हो, नेपाली जनतालाई धोका हो, गणतन्त्र मर्डर हो। राजतन्त्र जिन्दाबाद, 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 राजतन्त्र जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद। गणतन्त्र धोका हो, धोका हो, धोका हो, गणतन्त्र धोका हो। केन्द्रीय शासन माहौल एकदम चकिरहेको छ। यहाँ लाखौँ जनताहरू यहाँ उर्लिया छन्। हाम्रो युवा पनि राष्ट्रिय झन्डा राजाको तस्बिर लिएर उहाँ उभिनु छ। हामीलाई राजा चाहिन्छ नि बुवा, त्यसको लागि आउनुभयो नि, केही भन्नु छ बुवालाई? हजुर संसारमा नि हजुर अहिले यो नयाँ यहाँ के गणतन्त्र के तन्त्र भन्छन् नि, हजुर यसले सखा पारेको दुनियाँ हजुर हामी ऋण बोक्ने यहाँका प्रशासन नेताहरू हाम्रै ऋण बोक्छौँ। हजुर यिनीहरू तलब खान्छन्, हजुर पुलिसले केही तलब खुवाउँछन्, हजुर पुलिसले हामीलाई कुटाउँछन्, हामीलाई नै मार्छन्। यस्तो व्यवस्था हामीलाई चाहिँदैन। यो कुरा चाहिँ अब हामी छोरी मर्यो, हामी सबैले बुझ्नु पर्यो यही कुराहरू। युवाहरू सबै लागेर चाहिँ देशको लागि के गर्छु भने हिँड्ने युवाहरूलाई चाहिँ केपी ओलीलाई के भन्न चाहनुहुन्छ? अहिलेको प्रधानमन्त्री हुनुहुन्छ नि केपी ओली, हजुर अहिलेको प्रधानमन्त्री केपी ओली हुनुहुन्छ, उहाँलाई के भन्नुहुन्छ? हजुर गाउँको छोराले गुहायो ए हजुर त्यही भएर त्यसको विरुद्धमा गरेर हामी लड्न आएको आज। हजुर अरे गृहमन्त्रीलाई के भन्नुहुन्छ? गृहमन्त्री गृहमन्त्री त हाम्रो मान्छे नारी पनि गृहमन्त्री हुन्छ, काम सेयर नगर्ने हाम्रो नगर्ने हामीसँग गर्ने। त्यही भएर हामी चुनेर पठाएर हामीलाई मार्ने राम्रो हाम्रो पत्रिका राम्रो मान्छे मार्यो।
हाम्रो दोहोऱ्याउने हिस्ट्रीको 15 गतेको आन्दोलन हेर्नु गृहमन्त्रीले कसरी हेर्यो हो क्या प्रोग्राम गर्न नपाउँदा चाहिँ असुविधा छ के गर्ने त्यसपछि अब हाम्रो राजाबाजी यसो गरेर उसो गरेर राजाबाजी कहिले गर्छ हाम्रो हात हत्या पुट के छ छैन हाम्रो हात लाइटर छ छैन हामीले लगाएको भन्छ हामीले लगाएको होइन त्यो सबै राजाबाजी लगाएको होइन अहिलेको केपी ओलीले लगाएको सबै केपी ओलीले लगाएको जुन हजुरको 15 गतेको एउटा आन्दोलन भयो त्यहीमा धेरैजना